नमस्ते, म महेन्द्र राउत। म अहिले युरोपको कुनै एउटा यस्तो देशमा छु। यहाँले हेर्नुहोस् त, यो बाटो, यो 4 लेनको बाटो भन्दा यो बाटो ठुलो छ, चौडा छ। साइक्लिङ हुन्छ अनि त्यसपछि स्कटिङ हुन्छ, मान्छेहरू हिँड्छ र यो बिचमा पनि यो चौरहरू छ र बिचमा गाडीहरू हिँड्ने बाटो छ। र अर्को अत्यन्तै महत्त्वपूर्ण यहाँले हेर्नुभयो भने यो बाटो जुन छ योभन्दा साइडमा रुखहरूको चाहिँ राम्रो चाहिँ के अरे एउटा प्लानिङ छ। यहाँ मात्रै होइन, यता पनि छ हेर्नुहोस्, मर्निङ वाकको लागि, इभिनिङ वाकको लागि रनिङ पनि हुन्छ यो रोड होइन। भनौँ न त्यो रोड र यो अझ ठुलो देखिन्छ। र अर्को चाहिँ यो सँगै भएको जुन रुखहरू छ यो सबै छ, लामो छ, हेर्नुहोस् त, रुखहरू अझै राम्रो छ। यसरी एउटा मोडर्न सिटी, आधुनिक सहर विकसित भइरहेको छ। हामीले पनि ध्यान पुर्याउने हो कि। नमस्ते।